संसारको सबैभन्दा खतरनाक फाइट UFC र त्यसमा राज गर्ने एक खेलाडी खाबिब नुरमागोमेडोभ, जसले 29 खेलमा एउटा पनि म्याच हारेको छैन र अर्कोतर्फ 25 खेलमा 24 जित, लगातार 14 वटा म्याचको जितको कीर्तिमान र वर्तमान समयमा संसारकै नम्बर 1 पाउन्ड फर पाउन्ड राजा इस्लाम माखाचेभ। तपाईले संसारका जुनसुकै खेल हेर्नुहोस्, चाहे त्यो फुटबल होस् या क्रिकेट, हरेक ठुला खेलाडीको एउटा न एउटा कमजोरी अवश्य हुन्छ। तर मिक्स मार्शल आर्टको यो इतिहासमा यी दुई नाम यस्ता छन् जसले सिङ्गो अमेरिका र युरोपका च्याम्पियनहरूलाई रिङभित्र खेलाउन जस्तै बनाए। खाबिबले आफ्नो पुरा करियरमा एउटा पनि फाइट हारेन र आफ्नो अनुहारबाट कहिले रगत बग्न दिएन। अर्कोतर्फ इस्लामले हालैका वर्षहरूमा डस्टबिन पोरिए, अलेक्जेन्डर भोल्कानोभस्की र चार्ल्स ओलिभेरा जस्ता दिग्गजहरूलाई यसरी ध्वस्त पारे जसको जवाब कसैसँग थिएन। आज हामी UFC को दुनियाँमा राज गर्ने यी दुई साथीको 5 ट्रेनिङ सेक्रेटलाई डिकोड गर्नेछौँ। फर्स्टमा छ 2080 को नियम, जसमा खबिब र इस्लामको ट्रेनिङमा 80% ध्यान ग्र्याप्लिङ अर्थात् रेस्लिङ, स्याम्बो र जुडोमा हुन्छन्। केवल 20% ध्यान स्ट्राइकिङ अर्थात् बक्सिङ, किक बक्सिङमा हुन्छ। यी दुईको रणनीति विपक्षीलाई उभिएर मुक्का हान्ने, मौका नै नदिई भुइँमा ढाल्ने र केजको भित्तामा च्यापेर गलाउने हुन्छ। सेकेन्डमा छ हाई अल्टिट्युड ट्रेनिङ। खबिब र उनको टोली वर्षको 3 देखि 4 महिना दागेस्तानको समुद्री सतहबाट त्यहाँको पातलो हावामा सास फेर्न गाह्रो हुने भएकोले त्यस्तो ठाउँमा 20 किलोमिटरसम्म दौडिने र भालुका बच्चाहरूसँग कुस्ती खेल्ने गर्दा उनीहरूको फोक्सोको क्षमता बलियो हुन्छ, जसले 5 राउन्डको फाइटमा पनि थकाइ कम गर्न मद्दत गर्छ। थर्डमा छ चेन रेस्लिङ। साधारण रेस्लरहरूले एक पटक टेकडाउन असफल भएपछि छोडिदिन्छन्, तर खबिब र खबिबको टोलीको स्ट्र्याटेजी चेन रेस्लिङ हुन्छ, अर्थात् एउटा दाउ असफल भए तुरुन्तै दोस्रो तेस्रो गर्दै लगातार आक्रमण गरिरहन्छ। उनी विपक्षीलाई 1 सेकेन्ड पनि आराम गर्ने वा सोच्ने मौका दिँदैनन्, जसलाई UFC मा स्म्यास स्टाइल वा कन्सिच्युअस प्रेसर भनिन्छ। र फोर्थमा छ लो टेक अर्थात् ओल्ड स्कुल वर्कआउट। खबिब र उनका टोली जिमका आधुनिक मेसिनहरू भन्दा शरीरको आफ्नै तौल प्रयोग गर्ने कसरतमा विश्वास गर्छन्। उनको वर्कआउटमा भारी ढुङ्गाहरू उचाल्ने, पहाडमा भालु जस्तै 4 हात खुट्टाले हिँड्ने, धेरै संख्यामा पुलअप्स र हिलो वा हेउमा कुस्ती खेल्ने कुराहरू पर्छन्, जसले उनको शरीरलाई बलियो र फङ्सनल स्ट्रेन्थ विकास गर्न मद्दत गर्छ। र 5 एन्ड लास्ट स्ट्र्याटेजी छ दिनको 3 पटक ट्रेनिङ र कडा अनुशासन। फाइट क्याम्पको बेला खबिब र उनको टोली दिनको 2 देखि 3 पटक बिहान, दिउँसो र बेलुका गरी दैनिक 4 देखि 5 घण्टा ट्रेनिङ गर्छन्। उनको जीवनशैली सैनिकको जस्तो हुन्छ। बिहान 4:30 मा उठ्ने, प्रार्थना गर्ने, दौडिने, स्वस्थ र अर्गानिक दागेस्तानी खाना खाने र 2 ट्रेनिङको बीचमा अनिवार्य रूपमा सुत्ने हुन्छ। खबिब र उनको टोलीले पार्टी, मदिरा वा खराब लतबाट पूर्ण रूपमा टाढा रहन्छ। तपाईको मनपर्ने UFC फाइटर को हुन्? तल कमेन्ट गर्नुहोस्। साथै UFC मा जब कसैले धेरै घमण्ड देखाउँछ, तब त्यसलाई रिङभित्रै धुलो चटाउँछ। र अहिले ठिक त्यस्तै घमण्ड नेपालका रविन्द्र ढाटलाई विपक्षी काशी मड्डोकले देखाइरहेका छन्। आगामी 28 अगस्त दिउँसो 2:45 बजे रोड टु UFC को सेमी फाइनलमा बजानको बाघले खाबिबकै शैलीमा मड्रिकको घमण्ड तोड्नेछ त? तपाईको विचार कमेन्ट गर्नुहोस् र भिडियो मन पर्यो भने हामीलाई फलो गर्नुहोस्। लेट्स डिकोड द वर्ल्ड टुगेदर। पिस।